खै गोप्रो खै खै याद दिनु त हाम्रो सन्देश ब्रदरलाई नागो होइन नागो खै लोइ लोइ सर्टै ए काला पकाएको माथिको आइसको छेउको हुन्छ भिलेर नौपट्टि भाइ आउँदैछ के गर्नुपर्छ अरे हजुर ठोक्नु छ ब्रदर ठोक्नुपर्छ ए भाइ हो राकेश हामी कहाँ जाँदै हो अब केमन हो नि त ओके केमन जाँदैछौँ गाह्रो छ बाटो गाह्रो छ कञ्चनजङ्घा केमन जाँदैछौँ यो चाहिँ अन द वे टु केमन इट्स भेरी स्टिप मौसम क्लियर छ आज वेदर इज सो क्लिन सनी डे तिमी त तलबाट आयो क्या भनेर कसले भनेछु ला त्यो कितिरीलाई कसलाई एउटै न वाइट आउट भयो ल अझ हामी त हामी केमन जाँदैछौँ फेरि एकलट यहाँ लिन आउनुपर्ने छ 1200 रोप्छ त्यहाँ 1200 मिटर रोप्छ आज क्याम्प निकाल्ने प्लानमा हाम्रो साथीहरू अगाडि जान्छ कोही अगाडि हुनुहुन्छ सन्देश दाइ हुँदैन नि यो पुरै गयो त हुँदैन उतातिर छैन क्या यता छैन यसमा हालिदिउँ म सन्देश सर भइसक्यो यो ढुङ्गा त कता फेरि कुन ढुङ्गा यो Here's our lunch. नोट देख्नु कम गाह्रो छ सब एउटा भर्नु नहुने चाहिँ के पाक्यो हजुर के पाक्दैछ हाम्रो फ्राइड राइस on 6000 यता हाम्रो डेभिड सर हुनुहुन्छ पुरा सुबलले आउँछ रेडी पोजिसनमा दिनको भारी अब क्याम्प 3 हान्नलाई रेडी माई गॉड यस्तो खालको चाहिँ
के लाग्छ भोलि क्याम्प 3 निक्लिन्छ कि माथि नै गइन्छ भोलि क्याम्प 3 स्योर यहाँ त ब्लु आइसरहेछ मेबी होइन कटन पनि भोलि त हेरौँ ट्राई गरौँ ट्राई त यस्तो बेला त ट्राई गरिरहेछ हामीले टिम के भएर छ अहिले वाइट आउट हो यहाँ रहेछ जानु खोजेको क्याम्प 3 हान्नु खोजेको केही देखिएन गाह्रो छ हौ क्याम्प 4 निकालेर बेस क्याम्प जाउँ भनेको थियो केही देखेन Just got back. Our camp was heavy snowfall and white out. के भएर छ राकेश जो यहाँ बुट सफा गर्दैछ एकदम केही देखेकै छैन यता चिसोले हो चिसो भयो माई गॉड चिसो छ डेभिड सर कस्तो छ आजको दिन कस्तो भयो आजको दिन weather is so bad. Got some problem fixing team. Lots of crevasses. So dangerous. बिले गर्ने मान्छेलाई क्याम्प फेरि अघि निस्किसक्नु पर्ने के भयो खासमा के निस्क्यो क्रिभासिसले गरेर तनाव भयो क्याम्प 3 निस्किनु पर्ने हो क्याम्प 3 यही डाँडाको माथि हो भन्छन् यस्तो छन् कमन होला कति छ मान्छेहरू यता लेफ्टबाट रिचबाट हानु न लेफ्टतिर आउनु न रिचतिरबाट भित्ताबाट होइन भित्तामा फ्रेस स्नोहरू जम्मेको हुन्छ कि हजुर फिसिङ गरे हो घुँडाबाट डुबेर घोडाबाट डुब्छ क्या हो माथि टेन्ट नत्र हामी हान्नुपर्छ है हान्नुपर्छ सकेसम्म अस्तितिर त माछा तलबाट त एकैछिनमा कुखुरा जस्तो देखेको त यहाँहरू अहिले त बाउको पाचीको बिहे पो देख्दियो है अलिक डेन्जर रहेछ तल त एकदम स्टे रहेछ त्यहाँ त नटर आयो हुन्छ राम्रो एङ्कर बनाएको छ साथीभाइहरूलाई के गर्नु अब त यहाँ यहीँ राख्छुस् लु है लु वेलकम वेल डन दाजुभाइ हो वेल डन क्याम्प 3 त आयो त अनि कति बजी हिँडेको बिहान 8:30 बजी होला माई गड के हो नि स्पिड त कडा छ त नि बिस्तारै आएको नि झन् बिस्तारै भयो एकदम स्मुथली धावक जतिकै छ त ल ल क्याम्प 3 मा आउने अब चट्ट बिसाउने क्याम्प 4 नै जान्थे बाटो त वाइट आउट भएर हो के हो मनस रु टपमा छ टपै हो एक प्रकारको 6700 मिटर हाई भनेपछि पिक होइन यो all the way from camp to energy drinks thank you thank you very much oh apple on the mountain 6700
nearby Camp 3. Whoa, thank you साथीभाइहरुलाई. Coca-Cola energy drinks. यो खाएर जाऊ Camp 3 हान्ने हैन त. Nice. Welcome to the paradise. That's why Nice. Well done. Well done. All the way from Camp 2 end. आज 6:07 मा चाहिँ हजुर इलिटको शेर्पाहरु चाहिँ अहिले आगो बलिरहेछ विदाउट भएर मात्रै हो नि एकदमै है आगो बलिरहेले यो नि पक्लेर जान्छ हैन ओइ कडा हो कडा वो paradise आउनुस् त केही पो देख्छ नि त गाह्रो छ है साथै गाह्रो छ दुई चारवटा शब्द जस्तो यो विषयमा के भन्नुहुन्छ यो वेदर माउन्टेन वेदर क्लियर भएको स्पेशली अनस्टेबल वेदर स्पेशली वेदर क्लियर भएको भए अलिक राम्रो बाटो देखिन्थ्यो होला हामी त अनि के हो कृपासमा हराउँछ त कता हो यो बाटोहरू दुख्यो मेरो पनि सबैको उयो के गर्नु गाह्रो छ है डलर खेती गर्न पुरी सन्दीप भाइ के छ आफूहरूको कपडा कस्तो छ नत्र फर्की हुन्छ ल एकदम चिसो भयो भने फर्की हुन्छ है नत्र बल नगर्नु ल केटालाई चिसो भएन सोध मैले unstable weather on the mountain. We're supposed to go on Camp 3. The start snowing right out. We got some problem on the way. Fishing team. Camp 3 नजिकै वेदर बिग्रियो त्यस्तै बाटो त्यस्तै पुरै वाइट आउट भयो है Camp 3 को पाखातिर चाहिँ गर को दुर्जे हजुर ए भाइ आफू चेरामसम्म जाऊ न त्यो भयो भने सजिलो हुन्छ माय गॉड भयो भने आफूलाई छिटो हुन्छ होला ए चेराम गएर आज Camp 3 निकाल्ने हो त निकाल्नु पर्यो हैन ट्राई गर्नु पर्यो गिभिङ अप इज नट इन द ब्लड ट्राई चाहिँ गरौँ निस्किन्छ होला यहाँदेखि निस्किन्छ जस्तो लाग्छ ठिक छ जस्तो छ पोजिसन कडा छ मित्रजीको We lost the way. A lot of crevasses between down there and here. Now we finally find the way. Yeah, David sir. Let's make it happen. कस्तो छ खाना डेभिड सर एकदम दुख्दै माछ तारे भन्दा कम छैन नि हैन यता कुक साहब 5 तारे भन्दा कम छैन हराएमा डर छैन हो शेफ एकदम बेस्ट बवाल छैन पिरो बा माय गॉड चम्चा ठिक छैन हैन बा रे त नि
improviser. Yes. Chopping board on the mountain. Yes. My God. Got it. The mother chatoni. Okay, ready? Ready. Whoa. Yes. Yes, come on. My yeah. God. Yummy. Yummy. Yes. Mix गरौँ त्यसलाई अब यम्मी भयो नि भइहाल्यो नि यम्मी 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 सर अनि के छ भोलिको प्लान हाम्रो भोलिको प्लान 3 हैन त एनी हाउ 3 हुन्छ पर्सि 4 then back to base camp rest for a while and then summit target and weather त्यस्तो छ है त हाम्रो राम्रो निकल न तेरो पनि भिडियोग्राफीमा राम्रै आउला जस्तो छ त्यो थाम्छ ल टर्की लक नगरमा फेरि ओ रेडियो चाहिँ राख्दै ए उता क्लिक रहेछ नि त 1 minute okay let's go This is deep like that. Come here. Huh? आँखाले नभेमा ठाउँमा झला पसिसकेछ यार कहाँ छ मान्छे देख्यो नि चप्पै ठोके के तिमी यो बसको क्यारेबिनमा चाहिँ आफू कनेक्ट गर्नु अनि अर्कोमा झोला गर्नु ल झोला त भेट्दैन त मैले त जल्दै भेट्दिन त तल्दै यसो गर्नु तपाईँ कनेक्ट गरेपछि कनेक्ट भन्नु कि अनि म तपाईँलाई ऱ्यापल गरेर थोरै तल जान्छु है स्नोबार एउटा पठाउनु पऱ्यो कोसँग भयो त्यो टुप्पोमा चाहिँ आफू कनेक्ट गर्नु ल स्नोबार यहाँ रेडी भनेपछि मात्रै त्यो अनक्लिक गर्नु ल सेफ्टी रोपबाट यता उता भयो Hello, mountain ko laude rahe. Hello. Oh. Hey. Let it be done. Done होइन त यो त नै कि हेर्छ नि त कहाँ हुन्छ र नि
Fuck! My God! त्यो छ माउन्टेन लाइफ होइन रेन्जी के छ ठिक छ It's a beautiful day. Good evening from Kanchenjunga of Camp 4. View of evening. Fixing team fixing all the way of Camp 4. Even in the dark. Tomorrow probably at 3 we'll fix the line. Today we just fixed the line 7.5 approx. This is the view down. Here we are at Camp 2 of Kanchenjunga. अक्सिजन त्यो मैले भेटेँ नि त होइन सबै यहाँबाट Por mis nietos, por mi país, Kanchenjunga, amigo. Kanchenjunga. Video. Camp 2, vamos. Camp 2 de Manu, como